हेलो एफबी फ्यामिली र आजको दिन आमा र म यहाँ नक्सलमा कोस्मो बजार एम बजार छ भनेर मान्छेहरूले भन्थे। फेसबुकमा पनि कति देखेको थियौँ र जाउँ न त भनेर आमा र म गयौँ यहाँ कोस्मो बजारमा र यहाँ सामान हेर्दैछौँ हामीहरू। र त्यस्तो खासै हामीलाई चाहिँ केही मन परेन। किचनको आइटमहरू चाहिँ राम्रो थियो तर हामीलाई चाहिएको थिएन अहिले फिलहालमा। र अरू सामानहरू पनि निकै थियो, साडीहरू पनि थियो तर त्यस्तो खासै मन परेन हामीलाई चाहिँ। अरूलाई त मन पर्छ होला। र त्यसपछि हामीहरू निस्क्यौँ अनि त्यसको अपोजिट साइडमा त्यहाँ एम बजार छ र हामीहरू फेरि एम बजारमा गयौँ र एम बजारमा पनि सामानहरू निकै थियो, ब्यागहरू राम्रो थियो तर हामीले किनेनौँ किनभने हामीलाई चाहिएको थिएन अहिले फिलहालमा। र हामीहरू यहाँ हेर्दैछौँ र त्यसो बच्चाको आइटमहरू थियो र यहाँ हामीहरू एम बजारको अपस्टेयरमा पनि जाँदैछौँ। अनि त्यसपछि त्यो एम बजारबाट निस्केर हामीहरू दुर्गा माताको दर्शन गर्ने। नश्यन्ति त्याध्ययं सर्वे लूता विस्फोटकादयं स्थावरं जङ्गमं चैव कृत्रिमं चापि यद्विषम् अभिचाराणि सर्वाणि मन्त्रयन्त्राणि भूतले निश्च महाबला पिशान्यतिर्भवेद्रच्च तेजो वृद्धिकरं परम यशसा वरदेषु अपि कीर्तिमण्डितभूतले। ल हामीले दर्शन गरिसक्यौँ र अब हामीहरू घर जाने र यहाँ हामीहरू चोटोलाई फर्किँदैछौँ। ल साथीहरू सबैजना राम्ररी दसैँ मनाउनुहोस्, दुर्गा माताको आशीर्वाद सबैजनालाई लागोस्। ल राधे राधे फ्रेन्ड्स।